हेलो सेवारो नमस्ते वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म मेरो साथीहरूलाई चियाबारी घुमाउनु ल्याएको छु। साथीहरू चाहिँ अघि नै आउनुभएको अनि फेरि भोलि नै काठमाडौँ गइहाल्नु हुने अरे। अनि त्यही भएर चाहिँ रात पर्ने बेलामा हतार हतार मेरो साथीहरूलाई चाहिँ घुमाउनु ल्याएको। भिडियो बनाएको ल हजारा उँधो फर्किनु भयो साथी त। अनि एकदम हामीले रमाइलो गऱ्यौँ। घाम डुब्न आँटेको थियो। भिडियो सिडियो बनायौँ, टिकटकहरू बनायौँ। दुईजना भएपछि त हामी त गफ यति धेरै गर्ने यति धेरै गर्छौँ। अब कहिले भेटै हुँदैन लडतर अनि कहिले भेट हुन्छ। अनि भेट भएको बेलामा चाहिँ यति कुरा गर्छौँ, यति गफ गर्छौँ, रमाइलो गर्छौँ। अनि एकदम रमाइलो लाग्छ। मेरो एकदम मिल्ने साथी मेरो बेस्ट पनि हो। अनि ऊ चाहिँ अब भोलि नै काठमाडौँ जाने भन्नुभयो नि त। अनि 2-3 दिन बस्नु म अझै अरू ठाउँ पनि घुमाउँछु भनेको। घुमाउने टाइम नै मिलेन। अनि म चाहिँ मेरो साथीहरूलाई सोधेको कस्तो लाग्यो त चियाबारी भन्दै सोधेको। एकजना चाहिँ मेरो बुनु भन्नुहुन्छ अनि एकजना चाहिँ मेरो बेस्टी। अनि एकदम रमाइलो गऱ्यौँ। भिडियोहरू टिकटकहरू फोटोहरू यति धेरै खिच्यौँ, यति रमाइलो पलहरू गऱ्यौँ। त्यही भएर मैले चाहिँ भिडियोमा क्याप्चर गर्न चाहेको। अनि एकदम मौज मस्ती हुन्छ दुईजना भएपछि चाहिँ। बल्ल भेट भएको बेलामा रमाइलो गर्नु चाहिँ खासै घुमाउनै पाइनँ नि त। अस्ति उहाँहरूले चाहिँ काठमाडौँ गएको बेलामा यति धेरै घुमाउनु भयो, यति धेरै घुमाउनु भयो। उहाँको काम छोडी मलाई 3-4 दिनै सबैतिर घुमाउनु भयो। अनि म पनि घुमाउँछु इलाम सबैतिर भन्दै भने त्यसो भनेको घुमाउनै पाएन। अनि रातभरि त गयो। अनि माथितिर पनि लान्छु अझै राम्रो राम्रो ठाउँ छ घुमाउने भनेको मानेनन्। रात परिसक्यो जाउँ भन्न थालिन्। अनि एकदम गलेको हुनुहुन्थ्यो उहाँहरू पनि। अनि भोलि नै फेरि जानुपर्ने। अनि हतार अनि रुमतिर फर्क्यौँ कुरा गर्दै गर्दै गफ गर्दै गर्दै। अनि लगभग रुम पुग्दा त रात परिसकेको थियो। अनि यो चाहिँ भोलिपल्ट छुट्ने बेलामा बनाएको भिडियो दुईजनाले।